अठे पापी भाजु कन्तिया दुज भाजु पद्मरत्न तुलाधरत्न खाना डबली भनछ अठे प्रेम शान्ति तुलाधर जो खाना डबली भनछ डबली भनछ जिमसा अनेम व्यक्तित्व पा यावा ठौयो सम्मानी व्यक्तित्व बाखमी भाज राजा सके लेख्न थाना डबल गर्छ अठे मेम भाजु पा अले थो नेवा हना शिरपायो लागि ठु वर्षे जिमट तजिको ग्वालेन्द्री म आज श्याम कृष्ण श्रेष्ठ जियतन थाना डबली भन्छ अले वय कथं ठौ जिमसन डबली हने कथं बनचना बाखमी भाजु लक्ष्मण राजवंशी जियतन थाना डबली भन्छ ज्याजया नाय अले भाषा साहित्य मुजा कलाया नाय भाजु रञ्जन श्रेष्ठ ठौयो सभा प्रतित्व ग्रहण यात बनाचना थाम डबली बनाचना भाषा साहित्य मुजा कला सको ठोसया झन्डै नि न्याद नि कुदन थन स्थापना जुया ठो भाषा व साहित्य लागि सुनसुन ज्ञान छौं खची पिन्ट कने माथे म छौं ओए क्रमे जिमसन छौ इले थन भाषा साहित्य लागि थन विभिन्न ज्याजो 1115 जिन्स सब ज्ञादन जिमसन बि सूर्यनो जुल कला शिल्पा जिमसन निरन्तर रूपमा ब्याइयो अनि नपनामा भएका समय अनुसार जिमसन चुकेछु बन्या कोशिश यनौका तर ओले यामुक्त तर प्रयास जारी जुएल समुद्र तर खुसिन जिमसन थयो प्रयास क्रमे चौकथन नियमित अले प्रतिशत प्रश्न बाला गया भएको यो तापना दु अस्ट्रिया ठिकै लाग्यो सकुचा न्याने तया सूर्य सभा नायक ठाउँमा सकुच तैदितै लाग्दैन भाजु रञ्जन श्रेष्ठ विभिन्न साहित्यकार भाजपी अटेन्डो मूल्याङ्कन समिति जुदो भाजपी भाषा साहित्य मुजा कला हिंसासो नियता उल्लेखनीय जिमसन स्थापना याना विभिन्न नेपाल भाषा ज्या सम्बन्धी सङ्गीत ज्या सम्बन्धी ज्याय क्रमे ठेलको ज्यासँग मैले सबैको नाम सुन्छौ शिर्पा ठुकी जति नाम ठुकेर बालेन दिउँ राजा दास वेकलम 50,000 अच्छा निरो नाम वेकलम तेजुरु असेन जिमसन गोबर तया विभिन्न मिडिया पत्रिका बाजी घेवा असेन 6 लाख त्यही पनि कोम झिरो नाम शेर्पा दिउ मिटिङ गर्न खोज्यो कलम शेर्पा दिउ हुना तर यासँग हुन क्रमले चाहिँ बा एजे 1115 मिसन जिमसन निरन्तर रूपमा शेर्पा दिउ भया हात स्रोत 1119 तक व्याप्ति स्रोत विमुक्त अनुमय 1124-25 दिन जिमसन दियो जुल अथेनु ज्यानो न क्रमे आफला मनिल भन्छ चाहिँ शेर्पा रकम चाहिँ बर्यामालका पासुनी सल्लाह दु गरौँ हालसाले भिन्न चाहिँ थेवा चन्दा प्राप्त दुगु बालकृष्ण श्रेष्ठ एकिजा श्याम कृष्ण श्रेष्ठ पार्टी 50,000 प्राप्त दुगु जिम्दा
Athentung ji sokoya chalako kale choma jm rangit party yum the $20 प्राप्त जोडु Athentung मेजु सुवर्ण केसरी वेगेनम जिन सन्जय शेर्पा बियो खा वेगेनम थ ठिके ठेवटे बिरे मनसवा दु जिन सं मठ्या तन खनि देव खाना नहुन क्रम चाहिँ वेगेनम जिन 10,000 रङ चिरा रङ जिन क्वालिटी छु आ मुखम थोकै हेर्ने जिन चाहिँ 2 लाख छन् देव आ थुसे छका जिन सं 10,000 ले त चिरा ले शेर्पा बियो खाना वाला चाहिँ कोयो कथम बियो आ ठिके मिउ साले तेरो न्यारो पनि पै अथवा वसेनम अप ये फसला जाने बाबा खामला जुमसन चाहिँ उके प्यास जारी दिनी उके छिपिन्द थो निवेदन थो नेवा हाना सेवा थो सबै लङ स्थापना यानो थो सब देश चिरङ देश दे श्रेष्ठ कनाया जिरुङला अले शिरपा सम्बन्धी यको खलाटे सुने माथे मस छारा से थो न्याद खुर लगातार चाहिदिपिङ सकले डच किजा तकेपि अरे भने बोपि नेपाल भाषा अग्रजपिङ प्रोफेसर मानिकलाल पद्मन तुलाधर अले ठौय मु पहा केशरलाल श्रेष्ठ अरे ठो ज्याजोया ठौय जिउ ठो सिरपा जागदिनो जी भने बो साहित्यकार बाजु राजा साकी प्राध्यापक मेजु प्रेम शान्ति तुलाधर इन्द्र माली अरे इंग्लैंड निश्चित थोड़ा चाहिए ना दिमाग पासा श्याम कृष्ण श्रेष्ठ अरे जी नेपाल भाषा है अग्रज दिमाग लक्ष्मण दासवंशी अरे थोड़ा खुशी नाक कैसे ने आवश्यक होता है अरे थोड़ा वेकअप इन बैग ना थोड़ा जीव थोड़ा समान है नेटने बहुत जी का नेदरलैंड निश्चित टीम न्यू के मुकाबले भी थेना चोंग खास है ना तो सकोड़े से न्यू बेंगलुरु ठो जगह ठो कल्चरल हेरिटेज जो चाहिँ जेनरल आयो लागि अरे ठो गांगा में जुन विकास यो ज्यायो लागि चाहिँ फ्रेन्चर साथ ठो कार्यक्रम आयोजन जे जो लागि या चाहिँ सहयोग या हो जो हो जी जो सेवा नेटवर्क के डाइरेक्टर राजबन्धु वेकेन्ड थन स्वागत याचना अनि वेकेन्ड चाहिँ जेनिस को नेमो महायान स्वागत हो दक्षिण भाषा के मुंजा खले बारे सिपिन्द छुङखना भाषा हरि अरे रञ्जन श्रेष्ठ जो कनाय थे जो ल खेतला ठो भाषा के मुंजा खल नेपाल सम्म 1120 पाके महाकवि गिरिजा प्रसाद योगी ठो संस्था गठन का वर्ष सायद नाकम नायजी सौभाग्य जो प्राप्त जला अरे ठो संस्थापक ठो सपोदेश चित्तरम खासे ज्याने दिन्छ यको साहित्यिक गतिविधि मुइले यहाँका वामा पति साहित्यिक गोष्ठी ने दिन्छ यहाँ लेले पति ने यहाँ बासी पति ने यहाँ अले विभिन्न साहित्यिक सम्मेलन त इले बेले ख्याल त्यागो प्रतियोगिता याजन दिन्छ यहाँ अले छोरीले यको सक्रिय दियान दिपा दिन्छ विभिन्न कारणहरु खपौ व्यस्तताको कारण उली सक्रिय दिन्छ मुक्त तर जिन्छ छुछु इयामा भयो छौ वाच्याका थन तो नेवा हना से पायो सुने या छुका मोहेर बगमु सानो जिन्छ भने खुसा जुल एक टिके भावना कथे को नेवा हना से पा उद्देश्य स्थापना यन प ठोस सिपायो जिन्छ अजन टोजिका इन्टे कुटले दु यको पास्पिन्द को जोले जिन्छ चाहिँ अनुरोध याना नचन जिमी नायल पाजन भइए त एत सहयोग बीवीपी उखुनु ठो मोनी ढोदिनी ई लोह प्रकाशन पाके बिरमु जी थमाय छयो थो जी थो बाखम ख थो बाखमको यो सबै यो छुन चर्चा गर्न प्राध्यापक इन्द्र मालिजु अनि प्राध्यापक मानिकलाल श्रेष्ठ जुपिसन यान्दी अले यको खजी सुना छिपिन्द
फन्टिङको झाया ठो ज्याजोले ज्याजो झझ झाका दिउनी यको सुभागी चाहिँ आनन्द गइछित लस्कुसिया लस्कुस स्वागत शिल्पा सम्बन्धी मूल्याङ्कन कमिटी अध्यक्ष मेजर प्राध्यापक प्रेम शान्ति तोलारा जुन ठाउँमा प्रायोजित यिनीहरू धन्यवाद ठौया सबै नायक रञ्जन श्रेष्ठज्यू अथे ठौँ पुरस्कृत व्यक्तिको राजा साके अथे ठनु म चाहिँ आसिम ज्याडीपी प्रोफेसर मानिकलाल श्रेष्ठ पद्मरत्न तुलाधर इन्द्र माली अथे लक्ष्मण राजवंशीज्यू अथे ठौया मु केशरलाल श्रेष्ठ व जोजलबा व नेपाल सम्बन्ध छिन्सा सव निगुर केलितेको लस्तान नोदयन सेकुङ फुकस्त पिन्टुरा थौं डक्ले नापाला थौं पुरस्कृत व्यक्तिको राजा साकेर जिन तुनुग्रन छे पिन्टुरा त्यसैतुना अथे ठौं मेरो विमोचन जी जमु सफो श्री लक्ष्मी आगो जी लुगा बाख वेका थनबडीसा वेका न पिन्टुरा थ पिन्टुरा वेका या श्रीमान बाल गोपाल मार्फत जी बियाचना आ डक्ले नापाला थौं चाहिँ गु चाहिँ शिल्पा तो जिपी चाहिँ तो शिल्पा न्यवा हना शिल्पा लालाटा तो कमिटी सोमते दाउखा डक्टर चितन हरिबामा पद्मरत्न तुलाधर अथे प्रोफेसर मानिकलाल श्रेष्ठ अथे जी तो शिल्पा गबलेट छे सुरुद्र अपलेट छे तो कमिटी जिपी सोमे ख अरे कसको जिमतर लेला कि ठगो चाहिँ न्यवा हना शिल्पा लालाटा तेयुपति ठिकै निम्ति सोचे गतिविधि चाहिँ मतलब उत्साह अनि देमा व्यक्ति हिसाब anteo शिक्षा चाहिँ सुइट उचित जो वेका पिता बियारिस जिमसा के थाहा स्वयंमा जितो स्वतन्त्र रूपमा वेका पिसा जिमता तोटा देला ठिकै निम्ति जिस कहन तो कमिटी पाखे वेका पिता सुरा देसै सुना कथा चाहिँ मन्दिरी आजको ल्याउन चाहनु ठुक्सी न छोदे राजा साके को चाहिँ राले राग वेका बिजले छौ संयोग बस्न जीवन जिमसमेसु आसुसु जीवी मापि थि जोन गाठन पर्दैन स्कमने तया शासन देला एरगा चाहिँ जिन मने तयला अथे सफा भतो थिए जुला तस्कय लेटा अले ठो शिल्पा राजा साके अगो राजा र बिखौले जिबिन तस्कय लेटा छेरलासा छिठो चाहिँ भाषा साहित्य संस्कृति को अधिकारी लागि छिपी सरचना पिख जियो अधिकारी लागि छि चाहिँ ठाउँ हालतना पिख थजामे अधिकारी लागि थ 2022 साल छ 18044 से संघर्ष यन्त्र जाम राजदैत बिखुङ तस्कहे लेटा आ वे गए चाहिँ जिमसा चाहिँ मुख्य मूल्याङ्कन यारले मतलब जब देश चाहिँ मतलब राजनीतिक यो पावे अवलम्बन छिन्यबाट त भाषिक अधिकारी लागि छि सरके पावे माओवादी स्थिति दु मेउला को आठो चाहिँ मतलब गो चाहिँ ढुक मतलब संघर्ष यामा स्थिति दनि थले 2022 साल झलन छे तो संघर्ष जायसना दिम राजदैका अथे मेउ चाहिँ आ वे कइपति साहित्यिक गतिविधि अथे भाषिक गतिविधि संलासन चिस वे पनि 22 साल अलावा तो श्रीदास बुढी हने त अथा श्रीदास बुढी हन्यो छ परम्परा सुरुवात यान्दीमा अथा उकि चाहिँ छोरी संलग्न छ सक्रिय रूप बोटिका अथा उकि चाहिँ झ्याकित यान्दीमा छम राजा साके ख अनवला मेलपति नेपाल भाषापति गो चाहिँ ठाउँ मिसा खला भन्ने ठाउँ जन्मजुल गरे ठाउँ मिसा खला यान्नकी चितन सुबर्न केसेट तो मिसा खला सुरे त दक्लै नापा वेगय कोठाजना का आठो मंका खलाठी मिस्तेउन छौ चाहिँ खला मालका वेगय सरसल्ला खट मिसा खला सोन्यु जुनदु अठो अलावा वेगन चाहिँ आठो कने गु चाहिँ आशा सफु कुथिया सञ्चालन न्यान जोडु तो आशा सफु कुथि सोन्यु दि न वेगय सक्रिय भूमिका दु अझ आठो कने आशा सफु कुथि उखि चाहिँ संरक्षण सम्बन्ध उखि चाहिँ जाइन दिम वेग ख चितन पासबी आपाजे आशा सफु कुथि मथ्यौ दिफु तर छिस वो अन आशा सफु कुथि वेग थै छ उली येचु पिसु उली व्यवस्थित रूप उली धन्न गया ते दाउ खैमको उली ते आशा सफु कुथि ते दाउ किताब छोड के त थन बको थन ते मारदा वेग थुरी व्यवस्थित सेट चाहिँ छिस
सुनो संघ संस्था अफिस सोवन दासा उले यसो पिछु उले व्यवस्थित मजो उले आशा सपो कोठिदु ठुक्याउ चाहिँ तरको जेन चाहिँ राजा साके कोठी ख अरे आफ्नो राजा साके नेपाल भाषा केन्द्रीय विभाग हैन वेको ल चाहिँ न बाखा थगा विषयले बोका दिनु सुनो न्या वेको अवकाश प्राप्त अनिवार्य अवकाश वेको प्राप्त दिल अनन छौ चाहिँ लाइब्रेरी वातावरण हेट थय चाहिँ ठुलो गएको मेफुको चाहिँ फाटा गएको छौ के दुकेमना छौ सफु या छौ व्यवस्थित रूप सफु तेबिल थौ आज अनु प्रमुख ज्या बनाबले वो चाहिँ छौ चाहिँ मतलब केन्द्रीय विभाग लाइब्रेरी का सिक्री सु जासा केन्द्र जिपि चाहिँ सचिव दिल थोजरा वेको दिल थो आवा छौ बाखौ जोमिया रुपे साहित्य कार्य रुपे राजशाही का भविष्य पिरा थन मया जको जी मतलब पिंगो बाखौ गो बाखौ चाहिँ थमसा जीवन चाहिँ अनुभव यानो अनुभूति यानो थयो बाखौ त कया दुई ताउ वे गए चाहिँ थौ बाखौ पिंगो थेरे नुक्ला थयो बाखौ चाहिँ म अथा साहित्यिक हरेक चाहिँ क्रियाकलाप उले सक्रिय रूप उले सशक्त रूप बटकेरी म अथा भाषा साहित्य छु भति त गनन्छ का आजु हो के सुना भति त बसिको का थाहा हुने मतलब एकदमै चाहिँ मतलब कि संवेदनशील जाति म थन्याम रासा के त थौ चाहिँ नेवा न शिल्पा बिगो कोठो शिल्पा उद्देश्य ख हना थयाको व्यक्तित्व खैको आफ्नो व्यक्तित्व चाहिँ बुझे ठो छिस शिल्पा हो रकम चाहिँ चिरन दिखो तर एनो जीव चाहिँ तो रकम चिरन जसा बा जीव दखला त हो गएको त श्रद्धा ख वेको त हना ख थया हना वेको थौ जसा खगु ठिकै निम्ति चाहिँ भाषा साहित्य पुछाया भाषा पिन्द वेको संगु चाहिँ कने सको अथा शिक्षा हो जे खसन सो चाहिँ साहित्यिक इतिहास दोपटी चाहिँ गरे गिरिजा प्रसाद जोशी छि जब चाहिँ कने बोगो जेस गुतने साहित्यिक चाहिँ कने चाहिँ मतलब स्वाम सीमा पिराका ख थया कार्यक्रम सञ्चालन ज्याछ छौ तस्को लेटाइ खखा थो चाहिँ मतलब थन जको मको मेपिने निम्ति न छौ ओडा जेरगा चिन्ता अथे आठौ मेपति सपु श्री लक्ष्मी के मे श्री लक्ष्मी औ थो बाखौ जिनरी गाउँ बाखौ चाहिँ थन न जितेंदु थन खुशी औ खख श्री लक्ष्मी थन मदिसा जिमे थ परम कन्या कलेज वेको अन बीए तक बनादियो जीव चाहिँ सम चाहिँ विद्यार्थी पा के मेरो के गाथि जिता चाहिँ अनुभव छु अथा वेको मतलब थौ विद्यार्थी कालले चाहिँ मतलब गु चाहिँ अन क्याम्पस चाहिँ भाषा साहित्य गतिविधि जाति त तस्को वेको चाहिँ सशक्त सक्रिय जातिहरु छौथन वेको लुमको चाहिँ खदा कन्माछो छको चाहिँ पञ्चायत कालले अन चाहिँ क्याम्पस जिमी चाहिँ क्याम्पस प्रमुख निलबीर सिंह तुलार को चाहिँ सरी निलबीर सिंह कंसाका शिक्षा नाम ख शिक्षा चाहिँ बाखा वेको चाहिँ निबन्ध सुनिख बना दिए वेको क्याम्पस प्रमुख जाति दियो अनि थन चाहिँ श्री लक्ष्मी तुल अठा चाहिँ थन मठा सर यहाँ लजरा पिजुल वेको पिसन चाहिँ छौ चाहिँ क्याक्ने जुल मको छौ नाटक रच कि चाहिँ बोटिका हमले दुर्गा लालेपटी घाजी आजको खैगो ख श्यामलिनको सर्टेको खडते गुगु मे हाला चाहिँ वाउ जातिन्छ त वो मे हाला वाउ नि चाहिँ वेको पिन्त चाहिँ श्री लक्ष्मी त लजना अठा मे पिन्युम सम्म मे विद्यार्थी पिन्टलो क्याम्पस चाहिँ निलबीर सिंह कंसाकार सदा छिमस फठ्यावन दैला छिमे अभिभावक पि बना छेगा वेको विद्यार्थी पिन्त थाला उके चाहिँ मफा शर्मा चावे घसिन्छ चाउ तर श्री लक्ष्मी जिम्मानो मरु बाना मरु जिना सरन सो सधैँ दियो दसैँ दियादिस घका चाहिँ एकदम निर्मित रूपमा धाउपति ख आटक्न जिबि चाहिँ लुम थुक्रो थ विदेश तपाउ देश नान थै मादे लुमंका अथवा थै सुनितुका बाखौ चाहिँ न थो बाखौ थुन विमोचन जीवन तस्क लेटाइ खक अझ आ चाहिँ थन कार्य चेता मर्सा बालगोपाल जीवपति गु बाखै न थन चर्चा चाहिँ जितौ उन तस्क लेटाइ ख छौ ख चाहिँ श्री लक्ष्मी विषय मतलब निर्देशन या जिता चाहिँ अभिभारा दुदु ठो सम्बन्ध न वेका या इच्छा दु तर थ छया व्यावहारिक कारण थयो कारण न वेक मतलब यो तता मता क्यो सा थयो जा पुहम का दु डोल थयो सु थ बाख थो मतलब विमोचन जितौ न तस्क लेटा अन्ते थया भाषा साहित्य पुजाया सकल भाषा पिन्ता दुनु लसे भिन्टुना देशना नपुर चाहिँ वेगर ठाउँ चाहिँ हो चाहिँ गतिविधि त भाषा साहित्य गतिविधि त जाग्दैन उके निम्ति आफ्नो सुबह में जो प्राध्यापक रंगन कमिटी पाके आज राज्य साके त
ठुसियो निवाहना सिरपायो सम्बन्धी भाजु राजा सकेयो ठाउँ बचाएको बायोडाटा पासा बालगोपाल श्रेष्ठ नथन बनानिकारी वे ये छटवा जी ठाउँ या मुङ पहा केशरलाल जी बारे नि छिकपिन्ट बचा जिन थुक्को यो खना सिउ वेको बारे छपुचा गर्ने केशरलाल जी यो पोस्या मोमसिउ व्यक्तित्व जीको तर नेवा समाज उली मोमसिउ जुसान तबि वेको चाहिँ अन्तर्राष्ट्रिय खेल टस्कन नाम छाड्याते वेको जिउ नेवा संस्कृति नेवा रीतिरिवाज ठो सम्बन्ध योको सपोर्ट अंग्रेजी भाषा पेट्ना अले फेरि लिसे नेपाल भाषा साहित्य कृति तन वेको योको अनुवाद यानी अंग्रेजी पेट्ना अले वेको यो व्यक्ति कृति वेको यो चाहिँ ठोयो ठेउ ज्याजो यो काम हैन नेपाली विभिन्न मुखमा अन्तर्राष्ट्रिय खेले चाहिँ वेको टस्कन नाम तर अयो अन्तर्राष्ट्रिय खेले नान्दने मो व्यक्तित्व न छिसौ जिएको ठो भाषा खेले या छिसौ होमसियो छौ विडम्बना थामा वो ल्याको छिसौ ठौ वेको या ठो समारोह मु पा गर्नु बने बना वेको या न छिसौ सम्माने या न छिसौ पापिया छना अले जि भाजु राजा साकियो बारे सपात वेको यो व्यक्तित्व जिन यो बेटो कुटाया खेतला वेको 62 ठोसे 62 रे 68 वर्ष वेको देहला ठेको सेलिसिम वेको झ्याप्ले माथे फाक्ने वेको भुसेसालिसि राजधानी देखा जिमसन हा वेको उनी टोरन्सी मारे उनी झ्याप्ले जिबिनाको पस्तिङ थे व्यवहार यामले जिसिङ वेको तस्कर ठकाइ दिएन अले वेको मसिउरायो वास्तवमा वेको यो चाहिँ सफु खप जितो ठुठा दुमुन से वो छौ खोसराले जी 27 साल पाके खुको भाग्यदे माध्यमिक बनातो उबे चाहिँ खुको छ पास जोले जिसे दोस्रो लाभ रहेछ जितो पुरस्कार छप्न किताब ओके किताबले वो भ्यू मटे जितो मटकी राको सफु छौ वेको चाहिँ पाखा सफु वो मटकी रानो बस्यो राजा साकी रामन सुन बस्यो र वो खूब बने त पटिया सुन वो उले बनाउ जी वो बाखन सुन मटो अले लिमा वेको मसिला वेको निसी संगठन त यो वेको बाखन त बने खन जीव लागि तरम सौभाग्य खोजला अनि वेको चाहिँ नाच एडिसन केवल साहित्य खेलेको वेको चाहिँ कुनै सक्रिय व्यक्तित्वको वेको चाहिँ विभिन्न स्कुलमा प्राध्यापन यान दिएको राष्ट्रिय शिक्षा मन्दिर बालमुखी बालकुमारी प्रोडमा हाई स्कुल परोपकार हाई स्कुल कन्या मन्दिर हाई स्कुल ताहाचल क्याम्पस अथवा नेपाल भाषा केन्द्रीय विभाग सेन्ट्रल डिपार्टमेन्ट देनो वेको चाहिँ टोडक बंका अधिकार दिया जन तर वेको रिटायर जो त रिटायर भएको वेका हान चाहिँ ठोकरे छो जिउ नेपाल चाहिँ छौ या छौ जग्गा प्राइभेट कठो चाहिँ दिएको कि भाषा जवा प्रेम बहादुर बसाका ठाउँ बोयो नाम सोना दियो आशा सपुकुठी ठाउँले वेको लाइब्रेरी जिया पुस्तकालय अध्यक्ष जिया वो अन चाहिँ पुरानो ग्रन्थ म्यानुस्क्रिप्ट चाहिँ सङ्कलन या वो चाहिँ उकियो चाहिँ संरक्षण त याले वेको ज्ञान चला दियो चाहिँ झुल नेपाल लागि तरङ्गे छौ राष्ट्रिय लागि छौ महत्त्वपूर्ण ज्या वेको योगदान अझ निरन्तर थिसम क्याफु छौ झिउ लागि तस्कम बाला अहिले वेको चाहिँ नेपाल भाषा विभिन्न छिछि खल सुनिन उलिए सक्रिय दिए उठन खनेरु सिद्धिदास गुडी खल लेटा दबु सुने जल नेपाल भाषा मिगुठी नेपाल भाषा मंका खल सुने ज्या जल वेको उलिए सक्रिय दिए दिल वेको अनेक संघ संस्था छान्जे ज्यान लिउन झिसङ खना गते सिद्धिदास गुडी खलके जुल नेपाल भाषा आन्दोलन 22 साले जो आन्दोलने जुल चोसा पासा जुल प्रदीप्त पुस्तकालय आशा सपुकुटी अथवा नेपाल भाषा खगो ढुकु निर्माण समिति सिद्धिदास सचिरो गुडी समारोह समिति अले चोसा पासा 25औं गुडी समारोह समिति अले सिद्धिरत्न कसाय गुडी समारोह समिति अले मेन्यु संस्थान वेको जस्तै दुजदु जस्तै थाई लोक सांस्कृतिक परम्परा योजना वेको दुजदु जेनिल सामुदायिक अध्ययन केन्द्र वडा नम्बर 18 पुष्पलाल प्रतिमा संस्थापन कमिटी प्रेम बहादुर कसाय साहित्यिक जनको समारोह समिति मोतीलक्ष्मी उपासिका जनको समिति महाकवि चित्रडरिया सचिव बुद्धि समारोह समिति नेपाल मण्डलीय नेवा बौद्ध संस्कृति सम्मेलन रिसर्च लोटस रिसर्च सेन्टर ने वेको दुजदिएर अथे वेको यपो शिरपाटन ट्याकडी जंगोडु विभिन्न साहित्यिक जाजोले
वेकन चाहिँ शेर्पा टाका दिउडु विभिन्न बाख्ने शेर्पा टाका दिउडु अथे नेपाल भाषा डक्ले टोजिगु तस्का हनाटो शेर्पा श्रेष्ठ शेर्पा नवेकन थौ बाख्ने टाका दिउडु अथे खाला ढेन्ने प्रत्येक त्यान वेकन खाला चोयाना शेर्पा टाका दिउडु अनि वेकय सफुट हन यपो पिक्ने ढुङ्को चिपिट नाचन गर्ने ढुङ्को मटकी वेकय ढक्ले पहिलाको नापाङु बाखु सपोक वेली बा जी खग्रासमा कुली मिलाया गुली वेकन श्रेष्ठ शेर्पा टाका दिउ ख अथे कुचाको किपार नंगु जुल अनि नक्तिनी पिडौं न्यौ नुगु बाखु सपुडायो भोगम सर अथे वेकन थि भ्याहिना नेपाल भाषा विभिन्न सपना तिखा देउडु जीवन या अपुगु लपु अन्धविश्वास या झगडा अदालत इतिहास के जन्मादेय घटना शान्ति सपु अथे सम्पादनीय या सहलय सुलचौ या सम्पादनीय न व्याकरण सम्पादन यन्दिगु अले जापानी फुवाङ मचाबाख सम्पादन यन्दिगु डक्टर या कला नाम सपुया सम्पादन यन्दिगु आशा सपु कुठी या ढल सपु सम्पादन यन्दिगु वेकयो ज्यादो यको ताहाको यो अनेक वेकयो चाहिँ ज्यादो जसो नेटना सहन जी भइ थैमको थुलिए जी ता अरे ज्यादो ज्याकेट जी पासा हरियातो बनाचना साक्य सम्बन्धी वेकयो छौ बचाको जीवन थम चिसन्जिन वेकय त शिर्पा सम्बन्धी मूल्याङ्कन कम्तिया थौया जिसा अनचनाम आज राजा साक्य जुएट शिर्पा लल्यायो अले हनापो लल्यायो ज्यादो न्याके उक्यो लागि थौया मुपा आज केशरलाल श्रेष्ठ जुएट ओ हनापो वो दान लनन गीत इनाकेन उक्यो न्य थौया दि कोखाना बेजित भाषा साहित्य मुजा कल्याण नायक सभा नायक भाजु रञ्जन श्रेष्ठ त तिनापेन भाजु रञ्जन श्रेष्ठ मुख पानाइनो भाजु रञ्जन श्रेष्ठ स्वामाको खाना विकेट इनापेन ठाउँठो हनाको सक बनाइन्छ त्यो कथन चैत्यहरू भाषा साहित्य मुजा कर नेपाल सम्मत 1120 सको नेवा हना शिर्पा सको हनेमा भाजु राजा साकेजु नेपाल भाषा ऐतिहासिक आन्दोलन 2022 साल से सक्रिय साहित्य सृजना खेले विशेषण भाषा साहित्य सृजना नेथे बहु योगदान अथे योगदान या कदर यासे नेपाल सम्मत झिनससो निचाले चको नेवा हना शिर्पा सको कथन दान 0 तकाली से को हनापो लल भाना बुजुल रञ्जन श्रेष्ठ नायक भाषा साहित्य मुजा खल मुपा केशरलाल श्रेष्ठ छन्जे हरिप्रसाद श्रेष्ठ अथो हनापो ललान व्यतीत मुपा केशरलाल श्रेष्ठ इनापे सफु विमोचन यान दितना इनाक्यान तना मुपा भाजेत थौयो सफु ख मेजो श्रीलक्ष्मी श्रेष्ठ या थौया हनामी व्यक्तित्व भाजु राजा साकी जुएत नेपाल भाषा केन मेजो प्रेम शान्ति तुलार जु विवाह स्वामा कोठा के मेरे प्रेम शान्ति तुला
बा बाजु केशरलाल श्रेष्ठ ठाउँ 76 ख कनालिता इनाफेना बाजु केशरलाल श्रेष्ठ जी खास नेपाल भाषा विषयले लिन्छौँ खास गर्छु यो इच्छा यो कोसिस नेपाल भाषा साहित्य पीडित भाषा सर्ट स्टोरीलाई उकेटा किसिमका विदेश सीमा बोनिफेकमा र जी नेपाल भाषा साहित्य र साथै नेपाल नेवारको विषयले कुनै सी धेरै कोसिस जानाथि मेरो लागि आएको यो श्रीलक्ष्मी जस्तो एउटा बाख्ना छ भनेको उनले गर्ने नि हो मटिना पत्रिकामा ल्याएको बेलायतमा ल्याएको पत्रिका अठिया यो मेरो चिको चिनीको बाख्ना त नि निबसको बाख्ना मेरो याद हुनु अच्छा मेरे मतलब पासडो प्रोफेसर के तेज रत्न कंसका वे इकोनॉमी आंसर दिए तो वो बाखना सिरल नहीं हो शायद तब हम आगे दिया अच्छा देखें तना वे वो ढाल के खास चीज तो जिस इधर सब साइड ये सब ये विशेष खातिर सुखना डालने सब आपाश में मुश्किल को ढावला आपाश सब मजबूत ला धन्यवाद जाएगा जो तो धन्यवाद सारिन धन्यवाद मगी मात्र टिमी कोक पोषण शो यासन चर्चाको तर सबै यानी साहुत भाषामा व्यापारी यन्त्रको विषयले सारिए कम्प्लिट हुन्छ यही दोन यही भी साउथ का मशहूर तर सबै बना सबै बसनी तना जब साउथ ना एक क्षण तक शियो को व्यापारे अपन से आखिर संग जो देवनी ना उसी मध्य तो अच्छी ने हम खास न्यूज़ संग साइड किताबें क्या हो तो नेपाल भाषा किताबें क्या हो अंग्रेजी भाषा में क्या हो तो समझे शंकर महाजन समय से संग भाषा में ना हो वे का कंसेप्ट नेपाल संगठिया आज से वर्ष बाकी हिंदुओं जगत जोड़ी बात जगत जैन नौ ये पाले पाके जीमा वे करना था ये क्वेर ऐसी कितनी तो प्रॉब्लम का हो जैन लोग बाकी बाकी हम लोग तो वे कहीं विषय में समझ लामा सीटों पांचे नाम ले शांति लोग ये समझ सब वे हुआ समझ जैसे शादी का माने ला जेल संकर ये चीज़ तो ना jadi sangkana sehari tadi memahami itu, ani ucapin itu na, ana libat ini mana, siapa na, ana libat, bis baik tu asal libat, akhirnya situ mandan lama, akhirnya kan libat level, boleh saya, jadi sangkar mulai dengan lima, jadi sangkar kaya, kalau bagi ini nanti akan pernah itu lah, dan sana, mungkin sana sana, seperti sana asal saya biasa, ya mix sama, अनुसंधान याना वे कई विषय ले रमीमेरी साउथ विषय ले व्यापारी विषय ले सो अनुसंधान याना बाकी बात देखने तो बाहर का तो बाहर मुकुट आते हैं दोनों सो किसी में वो तेरी भट्टा सारे माले होता है ये बटले नेपाल लासे माकाम नेपाल लासे पुलान मीटर अमेरिका भाषा शुरू था र अमेरिका पनि छ किनभने युरोप र अमेरिका भएको छ जुडी शिक्षा नेपाल भाषा सुरु भएको मेजर उडेर यानु कृष्णले चाहिँ फोर जियोग्राफी वेगे नेपाल भाषा त यो भाषा जुडी छ त्यो सुशीला मान्दै छ पुयामा तर उलियामा को लियामा को apa kayaknya jangan aku again you get that interpretation goes over
सुभा भाजु बालगोपाल श्रेष्ठ एटा जिम्स चौकठम पासायख भाजु श्याम कृष्ण श्रेष्ठ वेक लजगाय क्रमे ठौकने लन्डन चना जिउटु अले सकवे तो भाषा साहित्य मुजा कलम विभिन्न भाषा व साहित्य सम्बन्धी ज्या वेकन शिवे खंखा वे क्रमे पासा बालगोपाल वेटेटा अनुरोध याना भाषा साहित्य मुजा कलम नेवा हना शिल्पा ज्याजो यान्छौँ अहिले वे क्रमे केटा आर्थिक वाली या मालक अनुरोध एटा वेकन सहर्ष स्वीकार्यम दिया वेकन खुसी 50,000 तिबा वेकन दिमता आर्थिक वालियन दिउदु अहिले वे क्रम वेक थन संजोगन थन झाउ पालाटा अहिले थो कार्यक्रमले वेकेटा थौ नुग खन्छ पुजा तैदिता नपनप भाषा साहित्य जाति थौ क्षेत्र छु या यही पिन्ता प्रोत्साहन या ग्वाली या वेकयो मनसुवा वेकयो चाहना यता जिमस एको लस्कुसियाना एको स्वागत यान्छना सुभाय बिसे वेकयो थौ छुङ थन कनालिता इनाप्याना भाजु श्याम कृष्ण श्रेष्ठ हनी बाबा सदन आयो अरे तर उपस्थित तपाईं जी पार्टी अरे फुकदास जाति नवे उली प्र्याक्टिस ल मरो जी के अथे सन थोय प्रोग्राम में लागिरहेका छ तर सबै जी वयो तर छौ सुबार थियो जी थम चाहिँ सबै जुले ठो प्रोग्राम सारो जु कारण तर फुकिस्ट नाप्ला लाउन त्यसकै लेता अले भाषा साहित्य लागि खास फुकिसियो ग्वालीमा यो जीवन अनुभव गोली बास्किसो चाहिँ यो प्रोग्राम चाहिँ सोया क्रिकिट सफुत पिकना सोया थे ग्वालियन चुना दिउन दु अले आजि या सफुत चुयो या सफुत पिका आर्टिकल पिका या जिन सुयन अवलम्बनु तर एसँग जिउ भाषा साहित्य चाहिँ नजाको लागि खाली सोचको चाहिँ पास्किन त न छौ उत्साह याउ प्रेरणा बियो दियो किस्म चाहिँ छु आर्थिक सहयोगमा मादियो जीवन अनुभव दु उकिया सिलसिला उली यो कोला चाहिँ या मफु तर मफुसान सु सहयोग या दुलिना जी तसँग खुसी तयाका ठुलिया दयाली फु कथा छि फुकिसन ग्वाली या फुसजका जिउ भाषा साहित्य चाहिँ नजाके खै जिउ चाहिँ अनुभव महसुस दु वे महसुस तया छि पास्पि फुकिसन खाली आर्थिक सहयोग या मादियो जको नाम हो अले फुकिसन सफु छौ न्याला गर्न गोन छौ ग्वाली जुइ फुकिसन चोजगा चोया ग्वाली जुइ दिउ न मरो फुकिसन व्यामे जको जुइ मा दिउ न मरो तर थथौ तरिका हन झिसो चाहिँ सफु छौ न्याना या बना या विभिन्न किसिममा झिसो ग्वाली या फुड यो चाहिँ मान्यता झिसो तेमा वे मान्यता तयारी फुकिस त चाहिँ वे अनुरोध yana जो यो शब्द थमे ठीक है।